आज बनाउँ है त भाइरल क्यारामल पुडिङ। यो पनि अन्डा बिनाको, त्यो पनि फेरि ग्यासमा होइन। यो बनाउँदैछु म राइस कुकरमा। छिट्टो मिठो बन्ने यो क्यारामल पुडिङ बनाउनको लागि सबैभन्दा पहिला त एउटा प्यानमा राख्ने चिनी, जसलाई चाहिँ हामीले पकाएर यहाँ क्यारामल गराउँछौं। यो धेरै पकायो भने चाहिँ तितो हुन्छ। पाक्ने बित्तिकै यतिको यसलाई फटाफट एउटा भाँडामा हाल्नु होला। मैले यहाँनिर यसलाई अर्को भाँडामा राखिदिए। यो भयो हाम्रो क्यारामल तयार। यसलाई सेट हुन दिने। यो सेट हुँदै गर्दाखेरि अब हामीले यसलाई चाहिँ नि अरू पुडिङको सामग्री तयार गर्छौं। अन्डा बिना बनाउने भएको हुनाले सबैभन्दा पहिला त एउटा मिक्सी जारमा मैले राखेँ यहाँ ब्रेड। मैले भने यहाँनिर सानो ब्रेड दुईटा राखेको छु। त्यसपछि राखिदिए स्वाद अनुसार चिनी अनि यसको लागि चाहिन्छ हामीलाई कस्टर्ड पाउडर। यो चाहिँ भेनिला फ्लेभरको छ अलरेडी, यसमा अरू कुनै फ्लेभर हाल्नु पर्दैन। मैले यहाँ 2 चम्चा कस्टर्ड पाउडर पनि राखे। त्यसपछि यसमा राखिदिए तताएर राखेको दुध। यो चाहिँ सेलाइसकेको हुनुपर्छ रुम टेम्परेचरमा। त्यसपछि यसलाई मिक्सरमा पिस्ने र यतिको बनाएर अघि हामीले क्यारामल राखेको भाँडामा हालिदिने। त्यसपछि राइस कुकरमा पानी राख्ने र यहाँ मेरो स्ट्यान्ड नअटेको भएर मैले यहाँ कचौरा राखिदिए। अब यसलाई छोपेर एकछिन तात्न दिने। पानी केही बेर तातिसकेपछि अघि हामीले तयार गरेको पुडिङको कचौरा यसमाथि राखिदिन्छौं र छोपेर अब यसलाई पकाउने। यो क्यारामल पुडिङलाई राइस कुकरमा पकाउँदा चाहिँ 40 to 45 मिनट्स लाग्ने रहेछ। अब यसलाई चेक गरौँ टुथपिक हालेर। टुथपिकमा लागेन भनेपछि यो पाकेर तयार छ। अब यसलाई निकाल्ने र यसलाई रुम टेम्परेचरमा सेलाउनको लागि छाडिदिने। सेलाइसकेपछि यो क्यारामल पुडिङलाई अब हामीले निकाल्छौं। यो बनेर यहाँ तयार भइसकेको छ। हजुरले देख्न सक्नुहुन्छ राइस कुकरमा पनि यो क्यारामल पुडिङ बनेर तयार हुन्छ। ग्यास नभएको बेलामा हजुरले पनि यसरी नै यो राइस कुकरमा बनाउन सक्नुहुन्छ। सामान पनि थोरै लाग्ने, ग्यास बिना पनि बनाउन सक्ने यो क्यारामल पुडिङ हजुरले पनि बनाएर ट्राई गर्नु होला राइस कुकरमा। अनि हजुरले बनाएको राइस कुकरको क्यारामल पुडिङ कस्तो बन्यो भनेर कमेन्ट गर्न भने नबिर्सिनु होला। अनि इजी किचन रेसिपीलाई फलो गरिदिनु होला। थ्यांक यू फर वाचिङ।